जयमसी सबैजनालाई साथीहरू, हामी सबैजनाको जीवनमा हैन कहिलेकाहीँ यस्तो समय आउँछ है, यस्तो गाह्रो समय आउँछ जुन समयमा चाहिँ हामीलाई यस्तो लाग्छ कि हामी एक्लै छौँ, हामीलाई बुझ्ने कोही पनि छैन है। हामीले कसैलाई सेयर गर्यौँ होला या फिर हामीले मुखबाट हैन जानी अनजानमा केही बोल्यौँ होला या फिर अर्को मान्छेले केही भन्यो होला हैन। अब हुने काम त भइसक्यो, तर त्यो कुराले चाहिँ हामीलाई यस्तो इमोसनली यस्तो एट्याक गरेको हुन्छ, यस्तो नराम्रो फिल गराइरहेको हुन्छ कि हामीलाई चाहिँ एक्लै फिल हुन्छ कि एक्लै फिल हुन्छ। इभन त्यो कसैलाई सेयर गरौँ भने पनि हैन, त्यो मान्छेले बुझेको हो कि होइन कि सुनेको हो कि होइन कि भनेर हैन, त्यो आफूलाई मनलाग्दो उत्तर नपाएको कारणले हामीलाई झन 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 एक्लो फिल हुन्छ। तपाईहरु कतिजनालाई पनि त्यस्तो हुन्छ होला, मलाई भएको छ, त्यस कारणले मैले अहिले कन्फिडेन्टली यो कुराहरू तपाईहरुलाई भन्न सकिरहेको छु है। र त्यो टाइम्सहरुमा चाहिँ मैले के गर्थेँ भने, सुरुमा त मलाई खाइरहेको छु पिइरहेको छु र पनि यो शरीरमा नलागेको जस्तो हैन, यो टाउको भारी भन्नाले पनि यो कस्तो भने यो मन नै जलिरहेको जस्तो कि म यो एनर्जी नै नभएको जस्तो है, एकदमै खाली भएको जस्तो, जसले जे भने पनि त्यो चित्तै नबुझ्ने, जे सुन्न खोजे पनि त्यो सुन्नै मन नलाग्ने हैन। तर अहिले चाहिँ बिस्तारै ग्रेजुअली हैन म पनि मच्योर्ड हुँदैछु र हार्डशिप या फिर यस्तो समय एक्लो समय भएको बेलामा चाहिँ हैन, जब हामी चाहिँ यसलाई डिल नगरिकन जब हामी यसबाट भाग्छौँ नि, हामीले कहिले पनि शिक्षा सिक्दैनौँ। यसलाई चाहिँ हामीले हैन चाहिँ राइट टेक्निक लगाएर राइट तरिकाले डिल गर्यो भने हामी यसबाट निस्किन्छौँ, विजय भएर निस्किन्छौँ है, भिक्टोरियस भएर निस्किन्छौँ। हामी लुजर भएर झन् भागेको त्यस्तो मान्छेले कहिले केही सिक्दैन कि, डिल गर्ने हो, डिल गरेर त्यसमाथि विजय भएर निस्किने हो है। हामीलाई गडले बनाउनु भएको हो, हामीभित्र पावर छ, किनभने माथि हामी गडलाई बिलिभ गर्छौँ है। केही न केही तपाईँले बिलिभ गर्नुहुन्छ होला है, म गडलाई बिलिभ गर्छु र गडलाई बिलिभ गर्छु भनेर भन्छु भने हैन, ममा त्यो पावर छ, म भित्र त्यो पावर छ हैन। किनभने मलाई यो पावर सप्लाई गर्ने म आफै होइन, तर माथि हुनुहुन्छ, उहाँले चाहिँ मलाई त्यो पावर दिनुहुन्छ, उहाँले मलाई चाहिँ त्यो विस्डम दिनुहुन्छ, त्यसबाट निस्किने। बाइबलमा लेखेको छ, खोज त तिमीहरूले भेट्टाउने छौ। जब हैन हामी यो लोनलीनेसबाट गइरहेको हुन्छौँ हैन, त्यो टाइममा चाहिँ हामीले यो सोच्नुपर्छ कि म यसबाट कसरी निस्कने, एउटा हेल्दी वेमा, एउटा आफूलाई हार्म नगरिकन हैन, म कसरी चाहिँ यसबाट निस्कने, हामीले त्यहाँ चाहिँ फोकस गर्नुपर्छ। आइनो गाह्रो हुन्छ, त्यहाँ इमोसन्सहरूले तपाईँको गाला तात्तिरहेको हुन्छ होला, तपाईँलाई गाह्रो भइरहेको हुन्छ होला, तपाईँलाई जसले तपाईँको वरिपरि जो छ उनीहरूले भनेको कुरा तपाईँलाई इरिटेट लागेको हुनसक्छ हैन, किनभने बडीले नै राम्रो फङ्सन गरेको हुँदैन नि त। सो तपाईँले चाहिँ आफूले नै केही खोज्नु पर्ने हुन्छ है, तपाईँलाई के गर्दा ठिक हुन्छ भनेर। अनि यदि तपाईँलाई रुनु छ भने पनि एउटा ठाउँ खोज्नुहोस्, रुनुहोस्, इट्स ओके। रुनुमा केही नराम्रो खराबी छैन। रुँदाखेरि त झन् यो आँसु जब तपाईँको आँखाबाट रिलिज हुन्छ नि, झर्छ नि, त्यसको यति राम्रो ब्युटी छ है। मलाई एकदम मनपर्छ कि जब कहिलेकाहीँ मलाई एकदम गाह्रो हुन्छ नि, म छुट्टै एउटा कोठामा जान्छु हैन, म केही बोल्दिनँ, किनभने बोलेर पनि म थाकिसकेको हुन्छु हैन। अनि तब म रुन्छु नि, यत्तिकै भित्र आत्माबाट म रुन्छु नि, मलाई शान्ति हुन्छ कि। त्यो सबै टेन्सनहरू, त्यो सबै चाहिँ मेरो थट्सहरू जुन चाहिँ त्यो सबै थट्सहरू राम्रो पनि हुँदैन हैन, त्यो सबै कुराहरू चाहिँ त्यो रिलिज हुन्छ कि। सो यदि रुनु छ भने पनि रुनुहोस् है। रोएर चाहिँ ओहो म झन् विक भएँ, झन् मलाई त कमजोर देखियो, होइन। इट्स नट अबाउट अदर्स है, तपाईँले अरूलाई देखाउने होइन, तपाईँ आफू नै हिल हुने हो। यदि तपाईँलाई इमोसन्सहरूले, यदि तपाईँलाई चाहिँ यो एक्लोपनले चाहिँ तपाईँलाई खाली बनाइरहेको छ, गाह्रो भइरहेको छ भने होइन, तपाईँलाई गाह्रो भइरहेको छ, अर्को मान्छेलाई चाहिँ होइन, तपाईँलाई गाह्रो भइरहेको छ नि त, तपाईँ निस्किने हो यसबाट। र अरूबाट आश गर्नु व्यर्थ छ है। ठिकै छ यदि कसैले तपाईँलाई होइन, एउटा कोही मेन्टोर या फिर कोही तपाईँको यस्तो व्यक्ति हुनुहुन्छ जसले चाहिँ तपाईँलाई हेल्प गर्न सक्नुहुन्छ भने द्याट्स गुड। तर सबैजनाको मेन्टर हुँदैन। हरेक लोनलीनेसको पछाडि एउटा केही न केही रिजन हुन्छ है, या फिर तपाईँले कसैलाई केही भनिदिनु भयो या फिर अरूको रियाक्सनले तपाईँलाई हर्ट भयो है, केही न
केही हुन्छ र यही कुरा नै यो भित्र बसेर 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 त्यो ठुलो 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 हुँदै होइन त्यसले नै तपाईँलाई खाइरहन्छ। अनि त्यस कारणले हामीले यो बुझ्नुपर्छ, एक्सेप्ट गर्नुपर्छ। अब गल्ती भयो त भयो, के गर्ने है, हामी मान्छे हो, हामी गड होइन है, गड भएको भए त हामी माथि स्वर्गमा हुन्थ्यौँ, हामी यो पृथ्वीमा छौँ, हामीबाट मिस्टेक हुन्छ, तर मिस्टेक भयो भन्दैमा हामी त्यहीँ अड्केर बस्नु हुँदैन, हामी अगाडि बढ्नुपर्छ है। र यदि तपाईँको हार्डसिपमा कोही त्यहाँ अभाइलेबल छैन, कोही मान्छे तपाईँको वरिपरि छैन भने पनि द्याट्स ओके। हर्ट हुन्छ हो, तपाईँले हतार फोन गर्नुभयो, आफ्नो कुराहरू सुनाउनु भयो, त्यो मान्छेले केही रेस्पोन्डै गरेन, इट्स ओके। हेट नगर्नुहोस् त्यो मान्छेलाई, मेबी उसलाई के भन्ने थाहा छैन होला, मेबी उसले फुल स्टोरी बुझेको छैन होला, द्याट्स ओके है। ऊ अर्कै मुडमा छ, तपाईँ अर्कै मुडमा हुनुहुन्छ। त्यस कारणले जब वरिपरिबाट एउटा वाल लगाएको जस्तो हुन्छ नि, वरिपरिबाट चाहिँ कहीँबाट सहायता नै नआउने हुन्छ नि, त्यो टाइममा चाहिँ तपाईँले माथि हेर्ने हो कि माथि गडलाई हेर्ने हो। त्यो टाइम चाहिँ यस्तो टाइम हो जुन समयमा चाहिँ त्यो कम्प्लिटली एक्लो भएको समयमा चाहिँ होइन, तपाईँले आफूले आफूलाई बुझ्ने समय हो। यो एरियामा चाहिँ म अलिकति कमजोर रहेछु भनेर यो समयमा चाहिँ बुझ्ने हो कि है। अनि तपाईँलाई झन् राम्रो एउटा ह्युमन हुनको लागि है, यो अरूको विषयमा होइन, यो तपाईँको विषयमा हो है। यो तपाईँलाई चाहिँ झन् हेल्प गर्नको लागि हो। माथि माथि गडले तपाईँलाई हेल्प गर्न, यस्तो पनि टाइम आउन सक्छ है, बी प्रिपेयर्ड, लाइफमा जे पनि हुनसक्छ। त्यस कारणले यदि इमोसन्सहरू आयो भने, यदि तिमीलाई एकदमै नराम्रो फिल भयो भने त्यो झन् भित्रभित्र कुना हुँदै त्यो अन्धकारको बाटोतिर नजाऊ, तर छिटै त्यसबाट चाहिँ त्यसलाई राइट टेक्निक लगाएर चाहिँ निस्क्यो भनेर चाहिँ होइन। कहिलेकाहीँ तपाईँभित्र नै एउटा क्षमता छ, तपाईँभित्र नै एउटा पावर छ भनेर चाहिँ गडले एक्लै तपाईँलाई छोडिदिनुहुन्छ, या फिर त्यस्तो टाइम्सहरू आउँछ कि हाम्रो लाइफमा। एभ्री टाइम गडले नै त्यो टाइम चाहिँ ल्याउनुहुन्छ पनि हुँदैन है। कहिलेकाहीँ हाम्रो आफ्नै मिस्टेक्सहरूले पनि त्यस्तो हुनसक्छ। बट मैले अगाडि भनेको जस्तै इट्स ओके, मिस्टेक गरेँ भन्दैमा त्यहीँ अड्केर नबस्नुहोस् है। त्यस कारणले जब यस्तो समय आउँछ, आफूले आफूलाई चाहिँ होइन, जस्तै अब म कसरी चाहिँ यसबाट फेरि बलियो भएर निस्किने है, त्यतातिर लाग्ने हो कि आफूले आफूलाई समय दिनुहोस्। किनभने तपाईँको बडीले राम्रोसँग फङ्सन नै गरेको हुँदैन है। भित्रको अब तपाईँको फोनमा यदि तपाईँले त्यहाँ थाउजन्ड्सवटा भिडियो फोटोजहरू छ भने तपाईँको फोन ह्याङ हुन्छ, डिलेट भनेर आइरहन्छ है, तिम्रो मेमोरी चाहिँ फुल भइसक्यो, डिलेट गर भनेर आउँछ। हाम्रो लाइफमा पनि त्यस्तै हो है। यहाँ हाम्रो मेमोरी छ, यसलाई टु मच भयो भने होइन, तपाईँले चाहिँ सफा गर्ने, झन् धेरै झन् इन्टरनेटमा स्क्रोल गरेर हेऱ्यो, यो हेऱ्यो त्यो हेऱ्यो, नो त्यो रङ मेथड हो, त्यो एकदम रङ मेथड हो है। ठिकै छ, तपाईँलाई इन्टरटेनमेन्ट गरेर तपाईँलाई आराम हुन्छ भने गर्नुहोस्, तर आराम एकछिनको आराम र कुनै कुरालाई डिल गरेर त्यसबाट निस्किनु एकदमै राम्रो ब्युटी छ है। त्यस कारणले डिल गर्न सिक्नुहोस्, एकछिनको त्यो रमाइलोमा नभुल्नुहोस् है। द्याट्स ओके, इमोसन्स आउनु ठिक छ है, हामी मान्छे हो, आउँछ। मलाई रुन मन लागिरहेको छ, मलाई एक्लै हुन मन लागिरहेको छ, मलाई कतिवटा कुराहरू इरिटेट लागिरहेको छ, त्यो सबै ठिक छ। अब मैले बिस्तारै म कसरी हिल हुने यसबाट, म कसरी निस्कने यसबाट बिस्तारै। सो सबैजना हामी यो 8 बिलियन जुन यो संसारमा हामी मान्छेहरू छौँ होइन, 8 बिलियन, र त्यो 8 बिलियनमा कसैले पनि तपाईँको कुरा बुझ्ने त्यहाँ मान्छे नै छैन भनेपछि त्यहाँ एउटा पावरफुल गड हुनुहुन्छ है। तपाईँ के विश्वास गर्नुहुन्छ मलाई थाहा छैन, तपाईँलाई जसरी हेल्प हुन्छ तपाईँ त्यो गर्नुहोस्। तर मेरो लागि म चाहिँ प्रे गर्छु है, प्रे गर्छु। कहिलेकाहीँ प्रे गर्दाखेरि पनि गाह्रो हुन्छ, र पनि म गर्छु किनभने त्यो मेरो की हो है। म प्रार्थना गर्दाखेरि पनि म धेरै भावुक हुन्छु, भारी हुन्छु, प्रार्थना गर्न शब्द पनि निस्किँदैन, अनि त्यो सबै ठिक छ। आफू बोलिरहनु पर्छ भन्ने छैन है। अब एनर्जी भएको बेलामा त बोलिन्छ नि त होइन, तर एनर्जी नभएको बेलामा ठिकै छ, साइलेन्ट भएर पनि शान्त भएर जानुहोस् होइन। अनि प्रार्थना गर्ने, प्रार्थना एकदमै इम्पोर्टेन्ट छ। तपाईँलाई कस्तो तरिकाले निको हुन्छ तपाईँ गर्नुहोस् होइन, तपाईँ पनि म जस्तै गर्नुहोस् भनेर म भन्दिनँ, तर प्रार्थना गर्नाले के हुन्छ भने केही न केही
कुरामा त हामीले बिलिभ गर्नुपर्छ है, किनभने हामी ह्युमेन हो, यो संसारमा बस्ने सबैजना हामी ह्युमेन हो, मान्छे हो, तर माथि गड हुनुहुन्छ जसले सबै कुरा कन्ट्रोल गर्नुहुन्छ है। त्यो म बिलिभ गर्छु। जब हाम्रो आँखाबाट आँसु झर्छ नि, तब ठुलो त्यो पीडाहरू जे जतिले हामीलाई बाँधेर राखेको हुन्छ नि त्यो सबै निस्किन्छ कि। जस्तै हामीले मोबाइलबाट पनि होइन चाहिँ हामीले डिलिट गरेर इभन त्यो ट्रास बिनबाट पनि हामी डिलिट पर्मानेन्टली गरिदिन्छौँ नि, त्यस्तै हो, सबै आउट हुन्छ है। अनि मलाई शान्ति फिल हुन्छ र यसरी चाहिँ म गडबाट चाहिँ होइन एनर्जी लिएर अनि म फेरि ब्याक टु नर्मल बिस्तारै है, फेरि त्यो एकैछिनमा होइन, म बिस्तारै ग्रेजुअली है म अगाडि बढ्छु। र अनि अर्को हो मलाई चाहिँ बाहिर ब्याकयार्डमा या फिर गार्डनमा होइन, अब तपाईँलाई के मनपर्छ, वाकमा जान मन लाग्छ कि होइन, म जान्छु। किनभने घरभित्रै बसिरह्यो भने रुममा झन् होइन मलाई टेन्सन भयो, मलाई एक्लो फिल भयो भनेर झन् खाटमा सुतेर बस्यो भने त्यो त एकदमै वर्स्ट हो जस्तो लाग्छ मलाई है। तर यदि तपाईँलाई आराम हुन्छ भने गर्नुहोस्, सबैजनाको लागि यो डिफ्रेन्ट छ होइन। तर मलाई चाहिँ झन् सुतेर बस्यो भने झन् त्यो थट्सहरू केही नगरिकन बस्यो भने झन् धेरै है, त्यो खाली दिमाग झन् त्यो शैतानको घर भनेर भनिन्छ नि, मलाई चाहिँ त्यस्तै लाग्छ है। त्यो झन् धेरै थट्सहरू आउँछ, त्यस कारणले केही न केही गर्नुहोस्। यदि तपाईँलाई बोल्नु छ, सबै कुरा बोल्नु छ, त्यो आफ्नो कुराहरू सुन्ने कोही छैन भने आफै बोल्नुहोस्, आफै सबै रिलिज गरिदिनुहोस्, भिडियो बनाउनुहोस्, यसरी रेकर्ड गर्नुहोस्, बोल्नुहोस्, त्यहाँ सबै कुराहरू के भन्नु छ भन्नुहोस् है। किनभने त्यहाँ कुराहरूले सबै यहाँ ठाउँ बनाइरहेको हुन्छ नि त, अनि त्यो सबैलाई निकालिदिनुहोस् है। आफूले आफूलाई प्रेम गर्नुहोस् है। केही नराम्रो सोचेर हेर्नु त आफ्नो बडीलाई कति हर्ट भइरहेको हुन्छ है। सो त्यस कारणले आफूलाई प्रेम गर्नु हो, त्यो भनेको बिस्तारै यसलाई सफा गर्नु हो है। त्यस कारणले चाहिँ होइन लोन्ली हुनु एकदमै राम्रो छ होइन। बिजी भएको बेलामा, हो हल्ला भएको बेलामा हामीले धेरै कुरा बुझ्दैनौँ। सधैँ राम्रो 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 भइरहेको बेलामा हामीले धेरै कुराहरू एकदमै त्यो हामीले के गर्न सक्छौँ, हामीमा पावर कस्तो चाहिँ यो पावर छ होइन भन्ने कुरा, त्यो पावर युजमा पनि आउँदैन है। तर हेर्नुहोस् त, तपाईँले राइट टेक्निक गऱ्यो भने त्यो पावरलाई चट्ट युज गर्ने, ओहो ममा त पावर छ, म त यसबाट निस्किन सक्छु, त्यसलाई चट्ट युज गर्ने अनि निस्कने, हेल्दी वेमा निस्कने है। त्यसरी गर्नुपर्छ साथीहरू। सो आई होप तपाईँहरूलाई चाहिँ यी कुराहरूले चाहिँ हेल्प गरेको छ भनेर है। येशू ख्रीष्टलाई हेर्नुहोस् त, यो लास्ट जुन चाहिँ यो अन्तिमको यो जुन उहाँलाई पक्राएको समयबाट उहाँ एक्लै हुनुहुन्छ। उहाँसँग हिँड्ने जति पनि डिसाइपल्सहरू होइन, चेलाहरू हुनुहुन्थ्यो, सबैजना कोही पनि छैन कि त्यहाँ, कोही पनि सहायता गर्ने, उहाँको कुरा सुन्ने, उहाँको निम्ति म चाहिँ आउँछु भनेर त्यो ज्यान दिने, या फिर त्यो हुन्छ नि जे जस्तो ल मलाई सिपाहीहरूले पिटे पनि जे गरे नि म चाहिँ येशू ख्रीष्टलाई छोड्दिनँ भनेर त्यहाँ जाने कोही पनि थिएन। एक्लै उहाँलाई कस्तो फिल भयो होला त्यो टाइममा है। अनि उहाँ चुप लाएर बस्नुभयो, के बोल्ने, सुन्ने त्यहाँ कसले बुझ्छ है। अब बोल्यो भने त उल्टो त्यहाँ केही हुने सम्भावना हुन्छ। त्यस कारणले उहाँ चुप लाएर बस्नुभयो, उहाँले सबै कुरा पितालाई नै सुम्पिदिनु भयो है। अनि तब त हेर्नुहोस् त, उहाँ एक्लो लोन्ली, यस्तो लोन्ली, ओ गड, म त सोच्दाखेरि पनि मलाई त एकदमै गाह्रो लाग्छ कि येशू ख्रीष्ट यस्तो लोन्लीनेसबाट जानुभयो त्यो टाइममा है। एक्लो हुनुहुन्थ्यो। सो त्यो टाइममा उहाँले के गर्नुभयो है। यो सबै चाहिँ जस्ट हामीले हेर्ने, त्यो एक दिन मात्र मनाउने, अरू दिनमा बिर्सने होइन। यो सबै पाठहरू हामीले चाहिँ सिकौँ भनेर चाहिँ होइन चाहिँ उहाँले यो सबै हाम्रो निम्ति छोडिदिनु भएको छ कि, यो पाइलाहरू सबै छोडिदिनु भएको छ है। हामीले पछ्याउने हो त्यो पाइलाहरू है। अरूले के भन्छ भनेर त्यो त कुरै छोडिदिनुहोस्, त्यतातिर दिमागै नलगाउनुहोस्। तपाईँलाई चाहिँ बेटर मान्छे, तपाईँलाई चाहिँ केही कुराको लागि प्रिपेयर गरिरहेको छ यसले भनेर बुझ्नुहोस्। अनि यो जब बुझ्नुहुन्छ नि, जब यो बुद्धि आउँछ नि दिमागमा, तब त्यसले शान्ति दिन्छ तपाईँलाई। आफ्नो शरीरको केयर गर्नुहोस् है। एउटा सानो केही भयो भन्दैमा होइन सबै कुरै सकियो भनेर चाहिँ बिलिभ नगर्नुहोस्।
सो म यति नै भन्दै आजको यो भिडियो म यही नै राख्छु। आई होप यो भिडियोले तपाईँलाई धेरै 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 हेल्प गरोस् र इफ तपाईँको केही त्यस्तै लोनली फिल भएको छ भने प्लिज आफ्नो कुराहरू सेयर गर्न सक्नुहुन्छ है। आफूलाई कतिको कम्फर्टेबल फिल हुन्छ तपाईँहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ। म कुनै एक्सपर्ट होइन है, यो चाहिँ सबै मेरो लाइफ एक्सपिरियन्सहरू नै मैले बाँडेको हो तपाईँहरूसँग। सो आई रियली होप यो कुराले चाहिँ तपाईँहरूलाई हेल्प पुग्नेछ भनेर। ल यति भन्दै म यो भिडियो यही नै राख्छु। स्टे ब्लेस्ड, बाई।